ए नानी यता हेर्नुहोस् त कस्तो लागिरहेछ होइन माछा छोड्दा यसले सुतेको लाइभ कति राम्रो भन्नुहोस् न कस्तो लाग्यो यता हेर्नुहोस् न यता होइन नानी साँच्चै एउटा सानो नानीले एउटा मेसेज कस्तो लाग्यो फर्स्ट टाइम पहिलेमा आएको थियो यस्तो माछा छोड्नु फर्स्ट टाइम हो तामाङ होइन नि त तामाङ भएर अन्त थाहा थिएन माछा छोड्ने कस्तो लाग्यो राम्रो लाग्यो मनमा खुसी लाग्यो मुखले बोल्नुपर्छ यसरी माछा छोड्नुपर्छ ल कहाँबाट आउनु भएको बहिनी यसरी माछा छोड्नुपर्छ तपाईँलाई कस्तो लागिरहेछ लाइभ हजुर हजुर धेरै राम्रो लाग्यो मनमा एकदम शान्ति शान्ति कुनै दिगदार शान्ति परम शान्ति एकदम ल आजको दाता तपाईँलाई कस्तो लागिरहेछ मलाई त बहुतै राम्रो मेरो परिवारको लागि सुखको यहाँ राम्रो छ। बराहरूको लागि मैले आज यो उयसको ऊ फर्केर, ऊ लागि फर्केर। माछा छोडेँ डोल्माको नामको हो कि त्यसको लागि मेरो परिवार मेरो थामी खानदान अलिक उँभो परिवारलाई चाहिँ डोल्माको नामको हो कि शान्ति र उयस होस् कस्तो लागिरहेछ तपाईँलाई बहुत राम्रो लागिरहेछ माछा छोड्दा चाहिँ अनुभव कस्तो भयो मनोवाद एउटा मनमा बहुत 50-60 थियो 1.5 किलो होइन ए राम्रो लाग्यो राम्रो धन्यवाद छ तपाईँलाई ल तपाईँलाई कस्तो लागिरहेछ पुनम बहिनीलाई चाहिँ एकदमै राम्रो हो माछा छोड्दा कस्तो अनुभव भयो शान्ति मनमा शान्ति लाग्यो करेन्ट पुण्य हो नि त एक हातले भनेपछि एउटा प्राण दान गरे तपाईँले होइन यो त बहुत ठुलो कुरो नि त राम्रो लाग्यो मनमा खुसी केही न केही शान्ति अनुभव भयो हजुर असिन मान्छे दुई सबै बताइदिनुहोस् लाइभ हुँदैछ कस्तो लागिरहेछ माछा